घुमाइको कस्तो अनुभव लिइसक्नु भएको छ भन्नु वेयर इन के अरे यो सिद्धपाइला हजुर सडनली हामी सिद्धपाइला आइपुगेका छौँ हामी सुर्खेतदेखि गुराँससम्मको यात्राको क्रममा हामीले गुराँसे भौतिक अवलोकन गरेर फर्किने क्रम अहिले सिद्धपाइलाको डाँडामा हामी आरामले पुगेका छौँ भौतिक शरीरलाई केही कष्ट परे तापनि विशेष मनको कुनै गुनामा एउटा आनन्दले डुकी बालिरहेको छ त्यसले मलाई चैन एउटा सुकुन मिलिरहेको छ अनि आजको मौसम पनि एकदम राम्रो रह्यो पानी पर्छ कि भन्ने थियो तर यस्तो मौसमले साथ दिइसकेपछि एकदम मनोरञ्जनात्मक हाम्रा दिदीबहिनी तथा दाजुभाइहरूले साथ दिएर एकदम छोटोमा टुङ्ग्याउनु है तपाईँ धेरै लामोमा जानु हो हामी एकदम सफलतापूर्वक यो यात्रा टुङ्ग्याउन गइरहेका छौँ र हामी एकदम मनोरम तरिकाले यो यात्राको क्रममा सिद्धपाइलाको डाँडामा अहिले हिँडिरहेको अवस्थामा छ बाँकी कुरा हाम्रो रेगाई कुरा केही कुरा त भन्नु यो यात्राको क्रममा आफ्नो अनुभूतिका केही शब्दहरू भावनापूर्ण टोलीहरूलाई एकपटक हाई गरिदिन अनुरोध गर्दछु हाम्रो